सबैलाई स्वागत छ। ल सिधै कुरामा जाउँ। सन् 1947 को एउटा सामान्य सैन्य बेलुन दुर्घटना कसरी संसारकै सबैभन्दा ठूलो एलियन वा भनौँ ग्रह बाहिरका प्राणीको दन्त्यकथा बन्न पुग्यो? आजको यो विस्तृत विश्लेषणमा हामी ठ्याक्कै यही कुराको छिरफार गर्दैछौँ। विज्ञान, चरम गोपनीयता अनि हाम्रो आफ्नै मानव मनोविज्ञानको यो जालो निकै रोचक छ है। खासमा नि सन् 1947 म्याक ब्राजेल भन्ने गाईबस्तु पालकले आफ्नो खेतमा भेट्टाएको कुरा एकदमै सामान्य थियो। केही रबरका टुक्रा, अलिअलि टिनफोइल अनि केही लौरोहरू, बस त्यति। तर अहिले हामीले सुन्दै आएको त्यो विशाल रहस्यमय साइफाई कथा र यो झुर वास्तविकता बीचको आकाश पातालको फरक छ नि, यो साँच्चै अचम्म लाग्दो छ। आखिर ती सामान्य भग्नावशेषहरू कसरी ब्रह्माण्डकै सबैभन्दा ठूलो रहस्य बने त? यसको जरासम्म पुग्न हामी घटनाकै दिनमा फर्किनुपर्छ। सबैभन्दा ठूलो झिल्को त सेना आफैले सल्काएको थियो। 1947 को त्यो समय चारैतिर उड्ने सिसा अर्थात् फ्लाइङ ससरको निकै चर्चा चलिरहेको थियो। अनि यही माहौलमा जुलाई 8 का दिन सेनाले नै अप्रत्याशित रूपमा एउटा प्रेस विज्ञप्ति निकाल्यो, हामीले फ्लाइङ ससर नियन्त्रणमा लियौं भनेर। अब आफै सोच्नुस्, सेनाले नै यस्तो भनेपछि यो खबर त डढेलो जस्तै फैलिनु स्वाभाविक नै थियो। यो घटनाक्रम कति छिटो र गोलमाल तरिकाले अगाडि बढ्यो भन्ने कुरा यो टाइमलाइनबाट प्रष्ट हुन्छ। दिउँसो सेनाले संसार भेटियो भन्यो, तर त्यही दिनको साँझपख जब मौसम अधिकारीले त्यसलाई हेरे, त्यो त एउटा सामान्य राडार टार्गेट र मौसम बेलुन पो निस्कियो। अनि सेनाले हतार हतार आफ्नो भनाइ फिर्ता लियो। मात्र केही घण्टाको यो नाटकीय उथलपुथलले नै भविष्यको ठूलो शङ्काको बिउ रोपिदिएको थियो। तर यहाँनिर एउटा ठूलो प्रश्न आउँछ, सेनाले हतार हतार मौसम बेलुनको बहाना किन बनायो त? खासमा त्यो भग्नावशेष शीतयुद्धको बेलाको एउटा अति गोप्य कार्यक्रम प्रोजेक्ट मोगलको हिस्सा थियो। यो अलमगर्डोबाट उडाइएको एउटा विशेष उपकरण थियो जसको काम वायुमण्डलमा ध्वनि नापेर सोभियत सङ्घको आणविक परीक्षणको निगरानी गर्नु थियो। यो कुरा यति धेरै गोप्य थियो कि सर्वसाधारणलाई अलमल्याउन सेनाले मौसम बेलुनको कथा बुनेको थियो। सामान्य कुराले कसरी भ्रमको पहाड बनाउँछ भन्ने कुरा यो विवरणले देखाउँछ। अब हेर्नुहोस् है, त्यो बेलुनलाई बलियो बनाउन न्युयोर्कको एउटा खेलौना कम्पनीले बनाएको टेप प्रयोग गरिएको थियो जसमा बैजनी रङका फूलका बुट्टाहरू थिए। जब वर्षौंपछि यो कुरा बाहिर आयो, मानिसहरूले तिनै फूलका बुट्टाहरूलाई सिधै एलियनको चित्रलिपि भनेर अर्थ लगायो। त्यस्तै साधारण प्लास्टिक र लौरोहरूलाई अज्ञात अन्तरिक्षयानको बाहिरी भाग र कहिले नबिग्रिने धातु भन्न थालियो। यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने 1947 घटना साम्य भएपछि नि लगभग 30 वर्षसम्म यो रोजवेलको कुरा सबैले चट्टकै बिर्सिसकेका थिए, कसैलाई वास्तै थिएन। यसले के प्रमाणित गर्छ भने अहिले हामीले सुन्ने एलियन षड्यन्त्रको कथा 1947 मै सुरु भएकै थिएन, यो त धेरै पछि मात्र रचिएको भाष्य थियो। अनि यो सुतेको कथा फेरि कसरी बिउजियो त? सन् 1978 मा अवकाश प्राप्त गुप्तचर अधिकारी जेसी मार्सेलले एउटा सनसनीपूर्ण दावी गरे। उनले भने कि 1947 मा खिचिएका ती मौसम बेलुनका तस्विरहरू नक्कली थिए र वास्तविक भग्नावशेष त यो पृथ्वीकै थिएमा। बस त्यही एउटा भनाइले दशकौंसम्म निभेको आगोलाई रातारात सल्काइदियो। त्यही माहौलको फाइदा उठाउँदै 1980 मा बर्लिट्ज र मोर भन्ने लेखकहरूले द रोजवेल इन्सिडेन्ट नामको किताब निकाले जसमा पहिलो पटक एलियनका शवहरूको दावी गरियो। यो ठ्याक्कै त्यस्तो समय थियो जब वाटरगेट काण्ड जस्ता घटनाले गर्दा मानिसहरू सरकारप्रति एकदमै अविश्वासिलो बनिसकेका थिए। सरकारले पक्कै केही लुकाउँदैछ भन्ने कुरा पत्याउन समाज पूर्ण रूपमा तयार थियो। अनि जति यो कथा भाइरल भयो त्यति नै नक्कली प्रमाणहरू पनि बजारमा च्याउ जस्तै उम्रिन थाले। यहाँ हेर्नुहोस् त, म्याजेस्टिक 12 का डकुमेन्ट भनियो जुन पछि फोटोकपी गरेर चोरिएको मिति राखिएको पाइयो। अनि त्यो विश्वचर्चित एलियन अटोप्सी अर्थात् एलियनको शल्यक्रिया गरिएको भिडियो सुन्दा हाँसो उठ्छ, तर त्यो त लन्डनको एउटा अपार्टमेन्टमा सुट गरिएको थियो जहाँ रगत र आन्द्रा भुँडी देखाउन रास्पबेरी ज्याम र कुखुराको मासु प्रयोग गरिएको थियो। अब अर्को गजबको कुरा, मानिसहरूले एलियनका शव भनेर दावी गरेका प्राणीको हुलिया ठ्याक्कै सैन्य परीक्षणमा प्रयोग हुने डमीहरूसँग मिल्छ के? प्रत्यक्षदर्शीहरूले कपाल नभएका, शान्त अनुहार भएका, प्लास्टिक जस्ता देखिने जुन प्राणीको कुरा गरेका थिए नि, ती वास्तवमा वायुसेनाले आकाशबाट खसालेर परीक्षण गर्ने पुतलीहरू मात्र थिए। हाम्रो दिमागले कसरी अनौठो खेल खेल्छ भन्ने यो गतिलो उदाहरण हो।
खासमा मानिसहरूले 1950 को दशकमा देखेका ती प्याराशुट डमी परीक्षण र अन्य दुर्घटनाहरूलाई भूलवश 1947 को घटनासँग जोडेर एउटै कथा बनाए। यो टाइमलाइनले स्पष्ट देखाउँछ कि एलियनको शव भेटिएको कुरा 1979 भन्दा अगाडि त कतै उल्लेख नै गरिएको थिएन। उदाहरणका लागि त्यो चर्चित अस्पतालको बयानलाई नै लियौं। ग्लेन डेनिसले 1947मा हस्पिटलमा एलियनका शव र केही सैन्य अधिकारीहरू देखेको वर्णन त गरे, तर ऐतिहासिक रेकर्डहरू पल्टाएर हेर्दा के देखिन्छ भने उनले दाबी गरेका ती बालरोग विशेषज्ञ र रातो कपाल भएका कर्णेल त 1950 को दशक अगाडि त्यहाँ पुगेकै थिएनन्। सम्झनाहरू यसरी मिसिएका थिए। यी सबै शङ्का र प्रश्नहरू बढ्दै गएपछि 1990 को दशकमा अमेरिकी वायुसेनाले यसको विस्तृत अनुसन्धान गर्यो। गोप्य सूचीबाट हटाइएका हजारौं कागजातहरू केलाउँदा स्पष्ट निष्कर्ष के निस्क्यो भने रोजवेल घटना कुनै एलियनको नभई प्रोजेक्ट मोगलको बेलुन, डमी परीक्षण र फरक फरक समयका सैन्य दुर्घटनाहरूलाई एउटै घटना सम्झिने गल्तीको संयुक्त नतिजा थियो। त्यसो भए सामान्य दाउरा र टिन फोइल कसरी यति ठूलो दन्ते कथा बन्यो त? यसको पछाडि मुख्य रूपमा हाम्रो मनोविज्ञान छ। जस्तै अव्यवस्थित कुरामा परिचित आकार देख्ने प्रवृत्ति, जसलाई प्यारिडोलिया भनिन्छ, अनि दशकौंका फरक फरक सम्झनाहरू एउटैमा मिसिनु, शीतयुद्धको बेलाको अज्ञात कुराप्रतिको डर र सरकारप्रतिको चरम अविश्वास, यी सबै कुराले मिलेर यो मिथकलाई हुर्काए। र आजको दिनमा यो घटना सत्य वा तथ्यभन्दा धेरै माथि उठेर पप संस्कृतिको हिस्सा नै बनिसकेको छ। अहिले पनि हरेक वर्ष करिब 90,000 पर्यटकहरू रोजवेल शहर पुग्छन्। त्यहाँका संग्रहालय र एलियनको थीममा खुलेका व्यवसायहरूले यो मिथकलाई झनै बलियो बनाइरहेका छन्। अनि जहाँ मिथक छ त्यहाँ अर्थतन्त्र पनि त जोडिन्छ। सन् 2022 को एउटा युएफओ फेस्टिभलबाट मात्रै रोजवेल शहरले लगभग $22 लाख बराबरको व्यापार गर्यो। यसले के देखाउँछ भने यो मिथकलाई जीवित राख्नुमा त्यस शहरको निकै ठूलो आर्थिक स्वार्थ पनि लुकेको छ। रोजवेल अब एउटा ऐतिहासिक घटना मात्र रहेन, यो त हलिउडको एउटा प्रमुख विधा नै बनिसक्यो। द एक्स फाइल्सदेखि इन्डिपेन्डेन्स डे र फ्युचुरामा जस्ता सिरिज र चलचित्रहरूले यो कथालाई मनोरञ्जनको यति गहिरो हिस्सा बनाएका छन् कि आज कुन इतिहास हो र कुन हलिउडको कल्पना हो भनेर छुट्याउनै गाह्रो परिसक्यो। अन्तमा एउटा कुरा सोचौं त, हामीलाई एलियन र अन्तरिक्ष यानका कथाहरू सुन्न जति रमाइलो लाग्छ, जुन सत्य आज हामीले पर्दाफास गर्यौं नि, एउटा यस्तो समय जहाँ सैन्य गोपनीयता, राष्ट्रिय सुरक्षाको डर र मानव दिमागको कथा बुन्ने क्षमताले एकैसाथ काम गर्यो, के त्यो वास्तविकता कुनै काल्पनिक कथाभन्दा कम रोचक छ र? पक्कै छैन। यो रोचक विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।